केही लिँदैन ल भन्नु। अब तपाईँ आफै मन्त्री बनेर बनाएको कानुन अथवा कानुन पास गरेर चाहिँ नि विधेयक पेश गर्नु भएको पास भएन र तपाईँलाई त्यो राजनीति गर्नुपर्छ भन्ने जस्तो लागेर उम्मेदवारी बन्न म्याग्दै आउनु। राजनीति गर्न होइन क्या त्यो। ठिक छ, सोध्नुहोस् न, ठिक छ। तर अब तपाईँ एक्लो व्यक्ति हुनुहुन्छ, स्वतन्त्र हुनुहुन्छ, तपाईँलाई के विश्वास छ त्यो तपाईँले अपुरो छोडेको काम तपाईँ उम्मेदवारी हुने गर्दा निर्वाचनबाट निर्वाचित भएर माथि पुग्नु भयो भने तपाईँले छोडेका अधुरा काम पुरा गर्न सक्नुहुन्छ भन्ने विश्वास छ तपाईँलाई? ल त्यो विश्वास भन्ने कुरा यस्तो हो, आँट हुनुपर्छ क्या, आँट मान्छेमा आँट हुनुपर्छ। सुन्नुहोस्, आँट हुनुपर्छ, आँट भएर दिमाग पनि हुनुपर्छ अनि एक्लो हुँदैन। एउटा कुरा तपाईँहरूको प्रश्न के हो भने एकजना सांसद स्वतन्त्र उठेर त्यहाँ गएर उसको हुँदैन के अरे बहुमत हुँदैन के गर्न सक्छ र भनेर सबैले तपाईँहरूलाई हिस्सै बनाएको छ। म संसदमा एक्लो हुन्न। ल सुन्नुहोस्, म संसदमा त्यहाँ गएर एक्लो बाँदर जस्तो हुन्न म है। सुन्नुहोस् न, त्यहाँ संसदमा मैले एउटा टिम बनाउँछु, टोली बनाउँछु। कसको टोली बनाउँछु भन्दाखेरि युवा सांसदहरूको अहिलेको चुनावमा युवाहरूले पनि त जितेर आउला। अब युवाहरू कोही चाहिँ स्वतन्त्रबाट जितेर आउला, कोही चाहिँ काङ्ग्रेसबाट जितेर आउला, कोही चाहिँ एमालेबाट जितेर आउला, कोही चाहिँ राजसभाबाट जितेर आउला। युवा सांसदहरू अब युवाहरू पनि जो चाहिँ इमान्दार छन्, जो चाहिँ केही गर्नुपर्छ भनेर त्यस्तो किसिमको हुटहुटी लिएर आएका छन्, त्यस्ता सांसदहरूको पहिचान गरेर तिनीहरूलाई मिलाएर टोली बनाउने हो। कतिजनाको हुन्छ थाहा छैन, 10 जनाको, 20 जनाको, 15, 20, 30 जनाको कतिको हुन्छ। सुन्नुहोस्, अन्य दलबाट आएका सुन्नुहोस् न, अब सुन्नुहोस्, पार्टीको होइब लाग्छ होइन र तपाईँ? ल सुन्नुहोस्, म भन्छु पार्टीको होइब लाग्छ, मलाई थाहा छ अघि। युवा सांसदहरू सबै चाहिँ पार्टीमा लागेका सबै सांसदहरू फटाहा छैनन्, धेरै फटाहा छन्, थोरै चाहिँ के इमान्दार छन्। सुन्नुहोस्, अब त्यस्ता सांसदहरूलाई मिलाएर टोली बनाएर देशको भलाइको लागि जनतालाई कसरी माथि पुर्याउने भन्ने कुराको प्रस्तावहरू, त्यसलाई चाहिने नीति नियम ऐन कानुनहरू बनाउने हो। त्यसो बनाउँदै पनि पार्टीले हुइप लगाएर आफ्नो सांसदहरूलाई त्यो केही गर्न दिँदैन, अगाडि बढ्न दिँदैन भने मेरो इज्जत जान्न, त्यो पार्टीको इज्जत जान्छ। आफ्नो पार्टीको इज्जत जाने काम गर्छ भने गरोस्, मलाई के पार्टीले गरेकै पो के छन् र? होइन अहिले तपाईँले झोक चलेर यहाँ आउनु पर्ने थिएन। होइन, सुन्नुहोस्, म चाहिँ कसै पार्टीले जस्तो अहिले मैले जुन 3वटा ऐन ल्याउन खोजेको थिएँ, त्यो 3वटा ऐन भनेको शिक्षालाई चाहिँ एकदमै शुद्धिकरण गर्नको लागि, शिक्षाको चाहिँ सुधारको लागि ल्याउन खोजेको हो। ल मानौ भोलि चाहिँ म गएर अर्को कोही पार्टी आयो र त्यो पार्टीले चाहिँ सरकार बनायो र मैले ल्याउन खोजेको जुन ऐन छ त्यसलाई चाहिँ उसले गर्न सकेन भने मेरो त इज्जत जाँदैन भयो। अनि मैले त छोड्दै भन्छु, यो पार्टी यो मैले यस्तो ल्याउन खोजेको हो, यो पार्टीले जान दिँदैन भनेर दिएन भनेर मैले विरोध गरिहाल्छु। अनि इज्जत उनीहरूको जान्छ, उनीहरूको इज्जतको सवाल कुरो भएन क्या डाक्टर साहब? इज्जतको हुनुपर्छ। इज्जत अमुनले मत दिएर पठाइसकेपछि एटलिस्ट तपाईँले गरेका कुरा त्यो चाहिँ नि सके पास गराउन सक्नु पर्यो। मेरो इज्जत जान्न गरे भनेर हात झिक्ने काम त नेताले गर्नु भएन नि त। होइन, हात झिक्ने होइन, असफल भयो भने सुन्नु, असफल भयो भने होइन मेरो इज्जत जान्न के, त्यो मैले किन असफल भएँ त्यो त भन्छु नि त। प्रष्ट के अरे सदनमा मैले त आवाज उठाउँछु नि, यो कारणले यो पार्टीले यसो गरेर यसलाई आउन दिएन। साथी हो, अब चिन्नुहोस्, मान्छे चिन्नुहोस्, पार्टी चिन्नुहोस् भनेर म त गराइहाल्छु त संसदमा त।